आज तपाईँलाई म चाहिँ डिम्याट एकाउन्ट तपाईँले खोलिसकेपछि तपाईँले चाहिँ आइपिओहरू एप्लाई गर्नुहुन्छ भने जब तपाईँले आइपिओहरू एप्लाई गर्नुहुन्छ र त्यतिखेर तपाईँको चाहिँ आइपी एप्लाई गरिसकेपछि जब तपाईँले चाहिँ रिजन हेर्नुहुन्छ भने डोरम्यान एकाउन्ट अथवा तपाईँको इनएक्टिभ एकाउन्ट भनेर चाहिँ देखाउन सक्छ। यो चाहिँ किन हुन्छ त भन्दाखेरि तपाईँहरूलाई चाहिँ यो भिडियोमा तपाईँलाई म जानकारी दिन्छु। मैले चाहिँ अलरेडी तपाईँले चाहिँ आइपिओ रिजेक्टेड हुनेको जुन मैले कारणहरू 5वटा कारण मैले अलरेडी बताएको छु भने त्यसमा चाहिँ मैले चाहिँ यो डोरम्यान एकाउन्टको बारेमा चाहिँ बताएको थिइनँ र आजको यो भिडियोमा चाहिँ तपाईँलाई म चाहिँ त्यही डोरम्यान एकाउन्ट भनेर जुन तपाईँको रिजेक्ट हुन्छ आइपिओहरू एप्लाई गर्दाखेरि र त्यो कारण चाहिँ के हो त भन्ने कुरा तपाईँलाई म चाहिँ यस भिडियोमा तपाईँलाई म क्लियर गरिदिन्छु है त। धेरैजना साथीहरूलाई चाहिँ थाहा नहुन सक्छ अहिले चाहिँ धमाधम आइपिओहरू खुलिरहेको छ र तपाईँले हरेक कुराहरू तपाईँले पुरा गर्नुभएको छ। आइपिओ रिजेक्ट हुनेको जुन कारणहरू छ त्यो कारणहरू नहुनको लागि तपाईँले चाहिँ एउटै डिमेट एकाउन्ट तपाईँले युज गर्नुहुन्छ, एउटै जिमेल तपाईँले युज गर्नुहुन्छ होइन, अथवा तपाईँले चाहिँ आफ्नो ब्याङ्क एकाउन्टमा पर्याप्त तपाईँले आइपी भर्नको लागि चाहिँ ब्यालेन्स राख्नुभएको छ, डेबिट चार्जमा पनि तपाईँले ध्यान दिनुभएको छ भने, अथवा तपाईँले हरेक सालमा तपाईँले चाहिँ आफ्नो डिम्याट एकाउन्ट तपाईँले रिन्यू गरेर तपाईँले आफ्नो डिम्याट एकाउन्ट एक्टिभ गर्नुभएको छ, त्यही पनि तपाईँको रिजेक्टेड भनेर तपाईँको देखाएको छ र स्ट्याटसमा हेर्नुहुन्छ अथवा रिजन हेर्नुहुन्छ भने चाहिँ डोरम्यान एकाउन्ट भनेर चाहिँ देखाएको छ भने यो चाहिँ किन हुन्छ त र यो भनेको चाहिँ के हो भन्ने कुरा तपाईँलाई यस भिडियोमा मैले क्लियर गर्नेछु। डोरम्यान एकाउन्ट भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँले आफ्नो डिम्याट एकाउन्ट तपाईँले आइपी भर्नको लागि डिम्याट एकाउन्ट त तपाईँले एक्टिभ राख्नुहुन्छ, हरेक साल तपाईँले रिन्यू गरेर एक्टिभ गर्नुहुन्छ अथवा तपाईँले आइपीहरू भरिराख्नुहुन्छ होइन। तपाईँले चाहिँ आफ्नो डिम्याट एकाउन्ट त तपाईँले चाहिँ एक्टिभ राख्नुहुन्छ भने तपाईँले चाहिँ आफ्नो ब्याङ्क एकाउन्ट पनि तपाईँले चाहिँ एक्टिभ राख्नुपर्ने हुन्छ। र डोरम्यान एकाउन्ट भनेकै त्यही हो, तपाईँले चाहिँ ब्याङ्क एकाउन्ट तपाईँको एक्टिभ छैन भने तपाईँको चाहिँ आइपी एप्लाई गर्दाखेरि तपाईँको हरेक कुराहरू हरेक क्राइटेरियाहरू तपाईँको पुरा भए पनि तपाईँको चाहिँ ब्याङ्क एकाउन्ट एक्टिभ छैन भने तपाईँको चाहिँ आइपिओ रिजेक्ट हुन्छ र त्यहाँ चाहिँ तपाईँको स्ट्याटसमा तपाईँले देखाउँछ डोरम्यान एकाउन्ट अथवा इनएक्टिभ एकाउन्ट भनेर चाहिँ तपाईँले देखाउँछ। र यो डोरम्यान एकाउन्ट भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँले चाहिँ जब तपाईँले आफ्नो ब्याङ्क एकाउन्ट खोल्नुहुन्छ आइपिओ भर्नको लागि अनि त्यसपछि तपाईँले चाहिँ आफ्नो ब्याङ्क एकाउन्टबाट तपाईँले डिमेट एकाउन्ट खोल्नुहुन्छ र तपाईँले आफ्नो ब्याङ्क एकाउन्टलाई तपाईँले एक्टिभ राख्नुभएको छैन 1 सालसम्म भने 1 सालसम्म तपाईँले आफ्नो ब्याङ्क एकाउन्टमा कुनै पनि कारोबार तपाईँले गर्नुहुन्न, तपाईँले ट्रान्जेक्सन गर्नुहुन्न अथवा डिपोजिट गर्नुहुन्न होइन, अथवा विथड्रल डिपोजिट अथवा ट्रान्सफर केही पनि गर्नुहुन्न भने तपाईँको एकाउन्ट चाहिँ तपाईँको ब्याङ्क एकाउन्ट चाहिँ तपाईँको फ्रिज भएर बसेको हुन्छ। त्यो कारण तपाईँले आफ्नो डिम्याट एकाउन्टलाई मात्रै फ्रिज हुनबाट तपाईँले बचाउने होइन कि तपाईँले आफ्नो ब्याङ्क एकाउन्टलाई पनि तपाईँले चाहिँ फ्रिज हुन नदिनुको लागि तपाईँले चाहिँ 1 सालभित्रमा तपाईँले चाहिँ आफूले चाहिँ आफ्नो ब्याङ्क एकाउन्टलाई एक्टिभ राख्नको लागि तपाईँले कारोबार चाहिँ गरिरहेको हुनुपर्ने हुन्छ। र त्यसलाई कारोबार गर्नको लागि तपाईँले चाहिँ अब तपाईँले चाहिँ आफ्नो ब्यालेन्सहरू तपाईँले निकाल्ने अथवा डिपोजिट गरिरहने तपाईँले गर्नुपर्ने हुन्छ। यदि तपाईँले 1 सालसम्म तपाईँले कुनै पनि कारोबार तपाईँले ब्याङ्क एकाउन्टमा गर्नुभएको छैन, तपाईँले आफ्नो ब्याङ्क एकाउन्ट त खोल्नुभयो तर कुनै पनि ट्रान्जेक्सन तपाईँले गर्नुभएको छैन, डिपोजिट गर्नुभएको छैन, विथड्र गर्नुभएको छैन भने तपाईँले आफ्नो डिम्याट एकाउन्ट त तपाईँले हरेक साल तपाईँले रिन्यू गर्नुहुन्छ होइन, तपाईँले ब्यालेन्स पनि पर्याप्त राखेको छ भने तपाईँले आइपिओहरू एप्लाई गर्दाखेरि तपाईँको चाहिँ त्यो ब्याङ्क एकाउन्ट तपाईँको एक्टिभ छैन भने तपाईँको चाहिँ रिजेक्ट हुन्छ र त्यहाँ चाहिँ तपाईँले स्ट्याटसमा डोरम्यान एकाउन्ट भनेर तपाईँले चाहिँ देख्न सक्नुहुन्छ है साथीहरू। र यदि तपाईँको त्यस्तो समस्या देखिरहेको छ भने अब यसको लागि चाहिँ एक्टिभ राख्नको लागि तपाईँले चाहिँ फेरि तपाईँले ब्याङ्कलाई तपाईँले कन्ट्याक्ट गर्नुपर्ने हुन्छ र कन्ट्याक्ट गरेर तपाईँले चाहिँ त्यसलाई एक्टिभ गरिदिनुहोस् भनेर तपाईँले चाहिँ रिक्वेस्ट गर्न सक्नुहुन्छ र त्यसपछि तपाईँले फेरि एक्टिभ भएपछि तपाईँले फेरि त्यसलाई तपाईँले चालु राख्नको लागि तपाईँले चाहिँ बेला बेलामा तपाईँले चाहिँ पैसाहरू तपाईँले ट्रान्सफर गर्ने अथवा तपाईँले डिपोजिट गर्ने चाहिँ गरिरहनु पर्ने हुन्छ। त्यस्तो गरेर तपाईँको चाहिँ आइपिओहरू चाहिँ तपाईँको रिजेक्ट हुँदैन। आशा गर्दछु साथीहरू तपाईँले पक्कै पनि यस भिडियो हेरिसकेपछि तपाईँले चाहिँ डोरम्याट एकाउन्ट भनेको के हो र रिजेक्ट चाहिँ किन हुन्छ भन्ने कुरा तपाईँले पक्कै पनि बुझिसक्नु भएको छ। नयाँ भिडियोको साथ आउनेछु। आजलाई के छ, हस् त।